यतिखेरसम्म आउँदैन त कति टाइम लाग्यो खुर्दा खुर्दा धेरै समय लागिसक्यो आउँदैन क्या आज पत्रिका पनि के पढ्नु घुसको मात्रै पत्रिका आउँछ त्यही घुसको बारेमा एउटा गीत निकाले थियो त्यसलाई पनि टेन्सनै बनायो कत्तेरी न्यायाधीश पक्रियाला इन्काउन्टर घुसको गीत निकाले थियो घुसकै गीत पछि मात्रै राम्रै भएछ होइन यो बाउ आज किन पत्रिका पढेर बसिरह होला आज कहीँ जानु रहेनछ क्या रे म आफूलाई पङ्खी कुरेको कुरे होला कसरी चाहिँ बाउको आँखा छलेर जाने होला दिमाग लगा पताली दिमाग लगा मलाई आज पङ्खीलाई भेट्न गएन भने त पङ्खीले मलाई फेरि मार्छ फुटबलमा भविष्य खोज्दै दोकानको धुवाले प्रदूषण लिनु चाहिँ के जाडामा पत्रिका मात्रै पढेर बस्नु भएको के अचम्म भयो आज मेरो छोरीले अब चिया बनाएर दियो मलाई अचम्मै लाग्यो त ओहो जाडामा खाइदिनु पर्ला चिया ल ठिकै छ के भयो अलिअलि रिङ्गटलाई आँखा धमिलो भएर गयो के भएछ यो
दुखले हिँडौ कि बोयफ्रेन्ड बनाएर बोयफ्रेन्डसँग हिँडौ कि तँलाई के मतलब ल मेरो जस्तो भाग्य हुनु पर्यो नि तेरो तोरी रोपे पनि नफल्ने अनुहार चाहिँ को हिँड्छ दुखले ए मेरो अनुहार तोरी रोप्दा पनि नफाल्ने हैन त हेर भैँसी तेरो अगाडि झ्याइ बाजा बजाएर सरर गर अझ त्यतिले नपुगेर बेहुला राजासँग रिक्वेस्ट गरेर कार सजाएर सर रोडमा गएर मजाले स्वागत मनाएर 7 वटा छोराछोरी पार छोराछोरीको पास्नेमा तँलाई बोलाउन सकिनछु भने मेरो मुखमा थुक्दै बुझिस् हेरौँला म पनि तेरो 2055 सालमा हुन्छ कि 3050 सालमा हुन्छ अरे ओइ 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 भैँसी यहाँ कला ठोकाएर हो कि कति नै आफूले विश्वास सुनारी नै भन्ठान्छ भाइ ओइ भैँसी हेर तँलाई त आल बस्न नसकेकी भैँसी यसले त च्यारुरा कुनै रागो पनि आउँदो रहन्छ यसलाई तलाउन भन्नसम्म भनेर गई बाबै यसले भनेको भनाइ त एक जन्मसम्म पुग्छ के को एक जन्मसम्म हुनु नि साँच्ची त फारू गऱ्यो भने त 7 जन्मसम्म पुग्छ यसको भनाइलाई यसको अगाडि जसरी नि बिहार त देखाउनै पर्यो अब आफूसम्म मरिमेट्ने त एउटा डल्ले छ त्यही डल्लेलाई ओके भनौँ भने पनि मुडा पुन्छ त्यसलाई देख्ने बित्तिकै के गर्ने होला त हे ईश्वर कति ढिला गरेको कुर्दा कुर्दा यहाँ बोर भइसक्यो दिनै जान लागिसक्यो तिमीलाई त त्यही बोर हुन्छ आफूलाई बाउको आँखा छल्न कति गाह्रो भयो बस हे कति मोबाइल चलाएको यो मोबाइलमा म भन्दा प्यारो अर्को को छ के चाहिँ छैन भन न तन धन मन मेरो मुटु सबै छ नि ए हो त्यसो भए म यही मोबाइलसँग बे गर्छु हुन्छ ए नरिसाउ न तिमी पनि झन् यो मोबाइलबाट पैसा कमाएर तिमीलाई कति सुख दिउँला भन्ने छ ए मलाई उल्लु सम्झेको मोबाइलबाट पैसा कहिले कमाएछ कोले कमाएछ पैसा कमाइरहेको छ नि किन कमाएको छैन मोबाइलबाट पैसा मोबाइल चलाएर पैसा आउने भए सरकारले त्यत्तिकै बेरोजगारी भत्ता बाँड्छु भन्छ ल तिमी पनि कस्तो कुरा नबुझेको सरकारले यत्तिकै बेरोजगारी भत्ता दिन्छु भनेको हो र यदि काम दिन सकेन भने पो बेरोजगारी भत्ता दिन्छु भने त ए हो र यो मोबाइलबाट पैसा कमाउनु चाहिँ कसरी रहेछ अब तिमीलाई थाहा छ सरकारले फेसबुक र ट्विटर बन्द गर्दैछ नि त्यो किन थाहा छ तिमीलाई त्यो सब बन्द गरेर बेरोजगारीहरूलाई फेसबुक र ट्विटर बाँड्न पनि बेर छैन ल बस तिमी एक्लै आफू भनेमा घरमा कस्तो काण्डा मचाएर आइरहेको छ उ भन्छ जहिले मोबाइलमा व्यस्त हुन्छ ल आफूले भने कस्तो पिर परिरहेको छ फेसबुक बन्द होला भन्ने के चाहिँ गर्ने होला त अब त्यत्रा केटी साथीहरू छन् अब त्यसलाई मोबाइलबाट पैसा कमाउला भनेर भन्दै मात्रै गफ दिएँ के को हुनु आफूलाई यहाँ त्यस्तो टेन्सन परिरहेको छ फेसबुक बन्द होला भन्ने तनाव लाएर कहाँ गई चाहिए चम्पा सुनसान छ त यता अब त हुँदा हुँदै त्यो भैँसीले सुत्ता हेपी बाबै के गर्नु राम्रो गतिलो पोइ पोइ छोडेर स्वस्थानीको व्रत बसाल्ने मर नसकेको त्यो हैजाल लान नसकेको त्यो डल्ले ल्याएर सबै व्रत नै भङ्ग गरिदियो आफूलाई सुत्ता बिसुत्त पार्दियो बाबै के गर्ने होला त कसरी मैले बिहे गरेर त्यो भैँसीको अगाडि झ्याइ बाजा बजाएर देखाउनु नि त प्रभु महादेव तिम्रो रात्रि
रात्रि त आउँदैछ नि हे महादेव मलाई यसपालि तिम्रो रात्रिमा राम्रो गति र तिमी जस्तै योग्य महादेव भेटाइदेऊ प्रभु म भने जस्तै भेट्न चाहन्छु प्रभु बरु मिल्यो भने यही जय गर्दिने हो तर तिमी जस्तै साक्षात महादेव भेटाइदेऊ हे योगेश्वर हे भोलेनाथ हे तारकेश्वर महादेव लौ न शिव जस्तो पोइ त भने तर म शिव जस्तो त छैन के गर्ने होला फेरि शिव प्रकार अर्को भइदियो भने त म त पानी बिनाको माछा जस्तै हुन्छु के गर्ने होला यत्रो मेहनत गरेको फेरि त्यत्तिकै जाने बोकेर मेरो घरमा आएर चियाएर बस्दो रहेछ हाम्रो घरमा चियाको किन किन चिया हाम्रो घरमा चिया अस्ति त एक्लैले कुटेको थियो त अर्को ल्याएर नै कुटायो बागिस र बसिस नत्र त आज यही सराब ल्याएर पितृ बनाइदिन्थे तँलाई डरले बाबु तिमीलाई चोट त लागेन नि कतै लागेको छैन ठिकै छ ल हिँड मेरो बाख्रा चिया बनाएर खुवाउँछु ल मेरो भाइ आऊ आफ्नो त बुढी पनि पहिल्यै गयो यही फेसबुक चलाउँदा हो क्या कति चलाउने म आफै पहिला जान बिर्सने यो फेसबुकले ओहो जेप बाउन के हो बिहान बिहान कतै हिँडेको हो त आएको नि यसो घुम्दै हो ए के छ अरू हालखबर ठिक छ नि सबै जहाँ जहाँ भित्र त्यहाँ कुर्सी तारेर बस्दा कुर्सी छ भित्र छ डन जस्तो मान्छे कि हामीलाई कुर्सी ल्याएर बस भन्थ्यो र आफै त ल्याउनु पर्छ नि त्यहाँ चिया पनि होला है चिया पनि ल्याएर खाऊ चिया पनि छ चिया म यही राखेको छु मैले कहाँ गएछ यो फेसबुक पनि फेरि चिया हाल्नलाई कस्तो टाइम लाग्छ फेरि के गर्नु अनि के छ भन अरू हालखबर ठिक छ नि के हो के ज्याप भन आज त बिहान बिहानै मेरो घरमा आएछस् त तेरो घरमा के म बिहान बिहान आउने नहुने हो र तँलाई हुँदैन भने हो त भने 81 कहाँबाट आइस भनेर पो सोध्या त नि ए 81 कहाँबाट आइस भने अब 81 कहाँबाट आउनु भन्दाखेरि अब 81 म बिहान घरमा उठेर मुख धोएर त्यो पारी घारीमा गएर त्यही गरेर त्यहाँबाट सलक्क कच्ची बाटो हुँदै त्यो डाँडाको बाटो हुँदै फेरि तलतिर लागेर उकालो चढेर माथला भिरको बाटोमा गएर त्यो भिरको बाटो हुँदै पारी पिपल बोट छिरेर ओह्रालो सलक्क झरेर त्यो चम्पाको घरनिरको ओह्रालोमा पुगेर तँलाई बिहान बिहानै किन आइस पो भनेर सोध्दा त नि तँले तेरो कहानी सुना भने हो किन आइस भनि त रहेछु नि 81 यत्रो स्कोरले कराउँछ किन आइस भनेर सोधिस् अनि किन आइस भनेर भन्नु परेन पुरै कहानी यतिकै घाँटीसम्म चाहिँ झन् उसैलाई फाइदाको कुरा गरौँ भनेर आइरहेको छु नरिसन ज्याप बाउन तँलाई थाहा छ न मेरो प्रेसर बेला बेलामा आएको हुन्छ भनेर फाइदाको कुरा चाहिँ के हो क्या ए भनौ त भन्न त भन् फेरि आगे जस्तै नरिस आयो त जतिखेर चाहिँ सोच्छ त भन्ने ल सुन अब किन 81 आएको फाइदाको कुरा किन पनि म भन्छु अब किन 81 किन फाइदाको कुरा भन्दाखेरि अब म बिहान उठेर मुख धोएर त्यो पारी गएर त्यो गरेँ त्यो र त्यो बाटो झरेर माथला डाँडो चढेर अनि चम्पाको घरको ओह्रालो झर्दै थिएँ चम्पाको घरको ओह्रालो झरेपछि के भयो चम्पा घरको ओह्रालो झरेपछि के भयो डन त मलाई बिहान बिहान उल्लु बनाउनु आएको
त बच्चादेखिको मेरो गुच्चा खेल्ने साथी भएर मात्र हो तँलाई म नत्र अचार बनाउँथे नरिसाएन के फाइदाको कुरा छ के म सोच्दैछु चम्पाको घरको कुराहरू के भयो कि म किन बिर्सेँ चम्पाको घर म सोध्छु ल बस त बस न बस 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 म सोचिहाल्छु नि बस भन त भन सोध्छु एकछिन चम्पाको घरको कुरा के भयो के भयो कि मलाई चाहिँ मैले कसरी बिर्सेँ के यत्रो फाइदाको कुरा लिएर आएको थिएँ त्यो शिवजी भनेको थियो तिमीले त्यत्रा त्यो शिवजीको त्यो व्रत बस्छु भनेर आएको सुनेको कुरा पनि मैले बिर्सेँ त्यत्रो सानो कुरा पनि मैले बिर्सेर हे यस्तो फाइदा हुने कुरा पनि झन्डै झन्डै बिर्सेको नि मैले के फाइदा हो क्या अब सुन हामीसँग गोजीमा सुक्को छैन पैसा छैन तनाव छ अब त्यो चम्पा शिवरात्रिको व्रत बस्दैछ रे बुझिस् बुझे चम्पा व्रत बस्दा हामीलाई फाइदा कति आस्नु मिलाएर 2 किलो मिलाएर 2 किलो किन अहिले 3 किलो 4 किलो 5 किलो हाँस्लास पहिला मेरो कुरा सुन्या भन्न भन्ने त्यो चम्पा व्रत बस्छ रे होइन शिवजीको व्रत बस्ने भनेको छ अब त्यो शिवजीको व्रत बस्नलाई शिवजी प्रकट भयो भने त भेटी चढाउँछ अरे अनि अब त्यो भेटी चढाउने भएपछि त अब हेर तेरो यत्रो कपाल छ अस्ति केटी त बनिस् त होइन अब शिवजी बनेर टक्का त्यसो अगाडि प्रकट भयो भने त त्यसले भेटी त टन्न चढाउँछ नि अनि त्यो भेटी भक्लास तिमीहरूलाई खालि उभोत्रो काम सोचेर गाउँलेको पैसा टर्न खोज्छस् म जबसम्म जिउँदछ तिमीहरूलाई यो गाउँमा फलिफाप हुन दिउँला र मैले भन्दा पनि यो कुरा मैले त्यो डल्लेलाई सुनाएँ भने चाहिँ जे गर्नु छ त्यो डल्लेले गर्छ मैले किन गर्न पर्यो र बखलास टन्न चढाउँछ नि अनि त्यो भेटी कसलाई त्यो भेटी हामीलाई होइन हामीलाई त हो नि अनि त्यो भेटी हामीलाई भइसकेपछि त हो नि अरू के ठिकै छ नि त ज्यापु बाहुन हात तेरेका पैसा मात्र आयो भने शिवजी त म बनिदिइहाल्छु नि हाट के को पिरी शिवजी चट तँलाई बनाइन्छ पैसा टन्न त्यसमा झारिन्छ सही हो बिहान बिहान कहाँ जानु भएछ त्यो चम्पाको पछाडि लागेर आफ्नो भविष्य त बिगार्नु भयो भान्जाको सम्म भविष्य बिगार्ने हुनुभयो यो मामा भनाउँदो पनि मर्ने बेलामा हरियो काँक्रो भने जस्तो बल्ल बल्ल यत्रो वर्षपछि आएको भान्जोलाई भान्जोको चिन्ता छोडेर माइजू खोज्नपट्टि हतार गर्नुहुन्छ अब आफै खोज्न जानु पर्यो घरमा खानेकुरा केही छैन अब कुन जिल्ला पुग्यो हो यो गाउँमा त पुरै बस्नै छैन धेरै ठोके कि क्या हो यो को मुन्ट्यो फेरि अहिले होइन भाइ शिवरात्रि आउनु त धेरै बाँकी छ त अहिले नै पुरै भाङ खाएर हिँडेको क्या हो के म भाङ खाने जस्तो देखिरहेको छ म चाहिँ झन् तिम्रो भलाइको लागि केही कुरा गरौँ भनेर दौडी दौडी आइरहेको छु ए होइन के भन न के कुरा हो धेरै कुरा भन्नु थियो नि भन्नलाई कति कुरा थियो तिमी आफै भुजुक्कै रिसाउँछौ चिप्लेर लड्यो भनेर भन्छु के बिस्तारी भन्छु त्यसै रिसाएर हुन्छ त मैले लडाउँ भनेर भन्ठानेर लडाएकै होइन नि म भन्छु कि अहिले बिस्तारी भन्छु ए भन न के कुरा हो साँच्चै भनौ त त्यो ज्यापु बाहुन र जगल्टे डनले तिम्रो चम्पाको पैसा हडप्नको लागि पुरै शिवजी बन्न लागेका छन् ए हो र अगाडि रिसुट्यो रिसाएर त हुँदैन पुरै शिवजी बनेर आउने रे ए झन् सम्झाउ भनेको जति सम्झाउ राम्रो कुरा गर्न खोजे त हुँदै हुँदैन हाम्रो गाउँको एउटा भाइ शिक्षकमा लड्यो थाई शिक्षका हुन्छु भन्दै पढ्नसम्म पढ्यो बल्ल बल्ल नाम निकाल्यो अहिले शिक्षक भाछ उसकै छोरो पढ्न भनी बोर्डिङतिर जान्छ लुट्न सके लुट कान्छ लुट्न सके लुट भने यो गीत किन गाएर के भन्छ यो गीत गाएको थाहा पायो भने त पुलिसले ल समातेर लगेर जेल हाल्छ ए गीत गाउँदा कसले जेल हाल्छ तपाईँलाई थाहा छ नि यो गीत त ब्यान्ड भइसकेको छ के भन्छ यो गीत गाउँदा नि कसैले जेल हाल्छ यस्तो गीत त गाउँ गाउँमा सुनाउनु पर्छ सबैलाई भन्नुपर्छ यस्तो जनचेतनामूलक गीत त सबैले सुनाउनु पर्छ
देशवासी के भनेदेखि नेपालीले देश सकियो भनेर गाउँदाखेरि त ब्यान्ड भन। यो त सबै नेपाली जनताले मन पराएको गीत कसरी ब्यान्ड हुन्छ? यो गीत त किन ब्यान्ड गर्ने हो र? यो गीत त गाउँ गाउँमा गएर सुनाउनु पर्छ। ठिक कुरा भन्नुभयो, यो गीतलाई त एकदम प्रचार प्रसार गर्नुपर्छ। ल तेरो बल्ल तेरो बुद्धि खुल्यो लैन अब गाउँभरि गाउनु पर्छ यो गीत। गाउँमा सबैलाई सुनाउनु पर्छ। रेडी? आर्टिस्ट रेडी? आर्टिस्ट रेडी? यस एक्सन। ल के गर्नु तपाईले? चिया खाँदै गर्दा सर्र भयो। एक्सन खै त रोलिङ एक्सन। पुरै व्रत ध्वस्त गरेर गर्दै गइहाल्यो। सर सर कन्टिन्यू रोलिङ। यो मोटीले त भन्न रोलिङ सर एक्सन। रोलिङ सर एक्सन। एक्सन। दुईजना दिदी भाइला पुरै